पनि चोर हो, एक नम्बर चोर फेरि म खाने मिठो छ कि कहाँ आयो मान्छे कहाँ कति हो कहाँ हेर्छ ल केटा हो ए केटा हो अरे ल केटी हो कुनलाई मनपर्छ ल भन्यो झ्याम्मै बिहा गराइदिने हो। हेलो गाइस वेलकम टु मेरो न्यू भ्लगमा है सबैजनाले हेरेर लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र आज हामी चाहिँ विशेष के काममा जाँदैछ भने म र भाइ यता हेर त भाइ अनि बाँकी दुईजना मेरो भतिजहरू चाहिँ तलै छन्। के भन्छ अरे हन्टिङ गर्न गइरहेको छौँ, लिसो भन्छन् है, लिसोमा चाहिँ चरा थाप्न गइरहेको छौँ भन्दै तपाईँहरू हेर्दै गर्नु होला। उहाँ चाहिँ हाम्रो सिकारी भाइ डेन्जर मार्छ उहाँले चाहिँ होइन, एक गोली दुईवटा सिकारी एक खेपमा होइन त कान्छ बबाल झारिदिन्छ है अहिले। ल हेर्दै गर्नु होला, हेरेर प्रतिक्रिया दिनु होला भन्न चाहन्छु है पक्कै पनि भन्दै। ल है त अगाडि गएपछि देखाउँछु म। यस्तो छ हाम्रो गाउँ चाहिँ है, यो चाहिँ पहाड, यो जङ्गल इलाका अनि त्यो माथि गाउँ, यता चाहिँ हाम्रो गाउँ, यहाँदेखि उता चाहिँ फेरि हामी समझ रहे हो न। त्यसैकोमा हामी दाजुभाइ फर्किएर दुईजना सिकारी पनि बोकेर आएर ट्याक्क काफल चोरी खानातिर लाग्यौँ है त। हामी हेर्दै गर्नु होला, हेरेर साथ दिनु होला है त। काफल कसरी चोरेर खान्छौँ हामी गफ गर्दै जाँदैछौँ। चोरेर खाने हो त के अरे त्यसको नाम के हो काफल। हाम्रो एक नम्बर सिकारी, दुई नम्बर सिकारी, तीन नम्बर सिकारी मारी खाने हो। चरा नमारे पनि चराको भुत्ला भने मारेर खाने हो। हामी चाहिँ काफल चोरी खान जानु लगाएको छौँ, काफल चोरी खाने हो। कस्तो हुन्छ है त हेर्नुहोस्। कौन है ये लोग, कहाँ से आते हैं? तर यहाँ चराहरू टन्नै आउँछ यार, न्याउलीहरू हो यहाँ काफल खानु। लास्टै आउँछ नि, देखिस् त कहाँ छ त अनि खै कालो भएको त्यो कालो होइन। हामी चाहिँ यस्तो काफल चोरी खान्छौँ। ल हेर चोरहरूको सङ्गत लगाएपछि चोरै हुन्छ कि यसरी। ल हेर अर्काको बेरा सेरा नमानिकन यसरी चोर खान्छ। केटा चोर यता हेर हेलो हेलो एक्सक्युज मी। हेलो ल हेलो एउटा भाइ हेर न स्याल मुर्दार। अब म पनि चोरै हो, एक नम्बर चोर फेरि म खाने मिठो छ कि यस्तो काममा सिकाएको पहिला चिसो भएर मिठो लाग्यो। होइन मिठो छैन हौ यताको। अमिलो अलि मजाले कालो भयो खानु। चरा यति धेरै काफलको बोट छ, खानालाई स्वाद छ, खाने हो छ उता पनि छ नि, यता पनि छ। म सधैँ आउँछु नि त खानु यहाँ, तर मजा छ खानु चोरमा। कस्तो छ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। चोरी खानु ठिक हो कि होइन, काफल हेर्नुहोस् यस्तै। ओ भान्जो मिठो छ। राम भेनाले देख्यो भने मार्छ। एउटा त्यहाँ एक रुखमा छापा मार्दैछ केटाहरूले। बड़ा हरामी हो बेटा। हाम्रो भान्जाको ससुरो भयो नि होइन, ठिक छ। केटाहरू यसरी खान्छ। केटा हो आयो मान्छे भन्दाखेरि टाप कस्ने हो नि कहाँ ओ यहाँ रहेछ नि त यार। लास्टै हेर त वा पाकेको चरा चाहिँ किन हो कि आज नजानेहरूले चाहिँ थप्नु जाउँ कि दिउँसो सेपमा थाप्दिने हो कि हामीले बारीमा त चिसो ठाउँमा भएर गुलियो छ नि छन्दा है। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। है गाइस फाइनली ल आज चाहिँ हामी बल खेल्न जाँदैछ। हाम्रो भतिज भाइहरू दुईवटा भतिज भन्जो साथमा एउटा आउँदैछ प्यापे दब्बे है त। अनि त्यहाँ आउँदैछ, अब सबैजनाले आएपछि खेल्ने हो। म चाहिँ ललिपप खाँदै हिँड्दैछु है भन्दै। अब तपाईँहरूलाई देखाउँछु नि त म। ल यहाँ चाहिँ हामी जाँदैछौँ बाटो है, यो चाहिँ हाम्रो गाउँको बाटो हो। त्यो हाम्रो गाउँ
अनि यो मेरो भान्जो भतिज क्या हेन्छन् ल केटा हो ए केटा हो अरे ल केटी हो कुनलाई मनपर्छ ल भन्यो झ्याम्मै बिहा गराइदिने हो यहाँ सेकेन्ड राङ हो फर्स्ट राङ हो थर्ड राङ हो फोर्थ राङ हो जसलाई मनपर्छ ल भनौँ है त कमेन्टमा एकदम ल्याम्मै पारेर हानिदिउँ त कमेन्ट के फेरि मिलाइदिइहाल्छु तपाईँहरूलाई है त भन्दै ल अहिले उहीँ देखाउँछु है त म तपाईँहरूलाई ल A few moments later. ल ल फाइनली गाइस हामी चाहिँ पुनः आयौँ है खेल्ने ठाउँमा तपाईँहरू हेरेर साथ दिनु होला भन्न चाहन्छु अनि अब हामी चाहिँ भलिबल खेल्ने ग्राउन्ड चाहिँ यहीँनिर हो उतै हो यो साइडमा अनि अब केटाहरू चाहिँ हिँड्दैछ हो सबै प्लेयरहरू छन् है खतरा छन् क्या अनि हामी रोड हिँड्दै जाँदैछौँ आज गाडीमा आएनौँ गाडीमा आउँथ्यो सधैँ त हामी तर आज चाहिँ पैदल आएको छ हाम्रो हेल्थ पोस्ट त्यो हो हस्पिटल अनि हामी बल खेल्ने ग्राउन्ड छु त्यो हो है हेर्नुपर्छ रमाइलो छ जस याद गर्दा हुन्छ रमाइलो पनि फर्स्ट सटर को हाम्रो भान्जो होइन सेकेन्ड सटर को सुमन कर्नर को दब्बे छेत्री लडिक छ सबैले गर्छ हाम्रो लिफ्टर चाहिँ मेरै भतिज हो भतिज अरूलाई दियो नदियो मलाई चाहिँ दिने है यता हेर त एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल दी ल फाइनली हामी बल खेल्ने ग्राउन्डमा पुग्यौँ अब यहाँ बल खेल्छौँ हामी हाम्रो सटरहरू छ यस्तो अनि यस्तो छ नि हामी यहाँ छु अनि म चाहिँ यहाँ बसिबसाइ छ है हाम्रो एउटा कार्यालय यता अनि स्वास्थ्य चौकी हो त्यहाँ त्यो उफ्रेको
भन्नुपर्दा म्याच साह्रै नै राम्रो भयो केटाहरूले खेल्दै जाँदाखेरि दुईतर्फै बराबर भयो एकतर्फ गेम उनीहरूले जित्यो र एकतर्फ हामीले जित्यौँ जितेर फाइनल म्याच खेल्न जाँदै गर्दाखेरि खेल्दा खेल्दै रात पनि धेरै भयो र अँध्यारो बल पनि देख्न गाह्रो भएर फर्किन पर्ने भयो